काम गरेको तिमीहरूको काम नभएको जस्तो लाग्यो मलाई हेर तिमीहरूको यो बिहानदेखिको कहिलेदेखिको गाडिएको मैला भएको लुगा चाहिँ म धुनुपर्ने तिमीहरूले नि केस बाट्नु सक्दैन आफ्नो केस आफ्नो आफूले भात हालेर खानु सक्दैन तिमीहरू त्यति साह्रो तिमीहरूको आमा हेर बिहानदेखिको काम गर्दैछ यहाँनिर तिमीहरूको बाउ पनि हेर्नुपर्ने तिमीहरूको सबै सन्तान हेर्नुपर्ने तिमीहरू त केम छैन आमा हामी बोल्यो यस्तो कहिले गर्दैन अनि आमाले भनेको हामी डल्लै कुरा गर्छ अन्त हामी आफै मामाले पकाएर खान्छ अनि हामी आफै केस बाट्छु अनि म बहिनीको पनि केस बाटिदिन्छु गुड त्यस्तो हुनु पर्यो नि छोरी भएपछि चाहिँ अन्त तिमीहरू सानो नानी हो होइन तिमीहरू त ठुलो होइन अन्त ठुलो मान्छे जस्तो गर्नु पर्यो नि तिमीहरू चाहिँ अन्त तिमीहरूले आफ्नो एटलिस्ट आफ्नो केस बाट्नु सक्छ आफूले खाना खानु सक्दैन तिमीहरू कि खान सक्दैन कि तिमीहरूलाई खुवाउनुपर्छ सक्छ होइन अन्त चाहिँ किन त्यस्तो भएको तिमीहरू अबदेखिको त्यस्तो गर्दैन बुझ्यौ तिमीहरूले चाहिँ तिमीहरूको आमाले सब कुछ गर्दैछ तिमीहरूको लागि आमाले सब कुछ गर्दैछ तिमीहरूलाई मैले बिहान उठेकोदेखि के काम आएको छैन होइन अन्त मैले तिमीहरूलाई बिहान घाँस दाउरा गरेर आउनु तिमीहरूकोमा लु टाइम छैन अब भनेर भनेको छु तिमीहरूकोमा जति टाइम छ अन्त चाहिँ तिमीहरूले चाहिँ त्यो टाइमको राम्रो युज गर्नुपर्छ बुझ्यो कि बुझेन राम्रो गुड छोरी हुनुपर्छ के हुनुपर्छ गुड छोरी हुनुपर्छ अन्त स्टडीमा पनि राम्रो हुनुपर्छ बुझ्यो टाइममा स्कुल जानुपर्छ अन्त तिमीहरूले त मलाई त चिउँदै खान्छ त्यस्तो पाराले अन्त तिमीहरूले टेन्सन दियोस् भने त म कसरी अगाडि बढ्नु सक्छु जिन्दगीमा तिमीहरूको लागि के गर्नु सक्छु म तिमीहरूको आमा रहेन भने के हुन्छ तिमीहरू हुन्छस् भोलिको दिन हुँदैन होइन आमा भनेको आमा हो भन्छ नि के भन्छ आमाको मन चाहिँ छोराछोरीमाथि छोराछोरीको मन चाहिँ ढुङ्गामाथि भनेको जस्तै सुसङले त्यस्तो नगर्नु ल सुसङले माया गर्छ नि आमालाई माया गर्दैन रिपिटले पनि गुड छोरी हुनुपर्छ ल ओके अबदेखिको तिमीहरूले आफ्नो काम के गर्छ आफै गर्छ सक्ने काम आफै गर्छ बुझ्यो गुड